फाइनल्ली आज चाहिँ मैले गेटको चुरी बुन्दैछु, जसको लागि चाहिँ मैले रड काटेँ। यो चाहिँ मैले 8x8 को चुरी बुन्न पर्ने हुन्छ। यसको लागि चाहिँ 3 फुटको रड काट्न पर्छ। यसलाई छट पनि भनिन्छ। रड काटेँ। यहाँ चाहिँ मैले एउटा बुनिसकेको छु। यो चाहिँ 8x8 को रड हो, 8x8 को चुरी। यो चाहिँ सामान्यतया यो सिंगल चुरी हो, यसले सिंगल चुरी भनिन्छ। यो चाहिँ साना साना घरहरूमा अनि त्यहाँबाट गेटहरूमा, बाहिर कम्पाउन्डहरूको गेटहरूमा चाहिँ विशेष यो प्रयोगमा आउँछ। जसको लागि चाहिँ म आज चुरी बुन्दैछु। यस्तै यो काम गर्नेको फेसन। पहिला रड, यो चाहिँ पाइप। पहिला यसरी एक राउन्डले बिहान गर्नुपर्छ। छिराउने यो चाहिँ 8 इन्चीको हो। यहाँनिर यो 8 इन्चीकोमा चाहिँ यसरी मजाले फेरि यसो अलिक पावर लगाउनुपर्छ सिधा। फेरि 8 इन्चीकोमा राख्ने, फेरि यसलाई चाहिँ यसरी अलिक सिधा हात सिधा बनाएर यसरी बनाउन सकिन्छ। समथिङ मैले 30 वटा जति चुरी बनाउनु पर्ने हुन्छ 2वटा पिल्लरको लागि, जसको लागि रड अलरेडी रेडी छ। मैले काटेर लिएँ है। त्यहाँ अलिकति बुनिन्छ। कम्प्लिट भइसक्यो है। यो चाहिँ घरलाई चाहिँ पानीले खडेरी लाग्यो कि त्यसैले यो गाडीबाट, यो दमकलबाट चाहिँ हामीले पानी यता सिफ्टिङ गरिराखेको छौँ। यो पाइप बिचरा यो घरलाई चाहिँ खडेरी लाग्यो पानीको बिचरा। यो 6 इन्ची हामीसँग दाई छैन। दाई नभएपछि यस्तो गर्न पर्छ। यो नयाँ ट्रिक। अनि मैले यहाँ कुचेँ। यो याल बनाउने तरिका। ल भतिस पावर स्पेसल छ कि छैन? दम चाहिन्छ नि, दम छ भने खाऊ। मजा आयो। यो त यसरी याल भयो कि पिलर बुन्नु पहिला याल बनाउनु पर्छ। यो याल भयो। हामीले यसरी पूर्ण बुन्नका लागि रेडी बनायौँ। यता गृहमन्त्रीले यसरी बुन्दैछ। 5 इन्ची 6 इन्चीको दरले चाहिँ यसरी बुन्न पर्छ। यो 9x9 को पिल्लर हो। यसरी बुनिँदैछ है। हामीले चाहिँ यो 2वटा पिल्लर उभ्याइसक्यौँ। यहाँनिर एउटा उभ्यायौँ र अहिले चाहिँ जमाइसक्यो। अब भर्न मात्र बाँकी छ भने यतापट्टि चाहिँ यो एउटा थडौडी छौँ। यसरी राख्यौँ। यो बिचबाट चाहिँ पाइप राख्नुपर्छ। यो वायरिङको लागि, यो बिजुलीको लागि। यो खासमा हामीले यो बिच सेन्टर पोइन्टबाट चाहिँ यसरी यो पाइप राख्यौँ। यो चाहिँ अब यहाँ पनि यो चाहिँ पाइप पुर्ने काम। यो चाहिँ पछि बिजुलीको लागि हो खासमा। अब यहाँ पनि अर्को यसरी अब यहाँ बिचबाट चाहिँ
पाइप राखिन्छ माथिसम्म।